अरुणको जीवन निराशा र गुनासोले भरिएको थियो। ऊ सोच्थ्यो संसारमा सबैभन्दा बढी पीडा उसैले भोगेको छ। विगतका गल्ती र चोटहरूको भारी ऊ हरेक दिन बोकेर हिँड्थ्यो। एक दिन ऊ आफ्नो गाउँ नजिकको डाँडामा पुग्यो। त्यहाँ एक वृद्ध गुरु शान्त मुद्रामा ध्यान गरिरहेका थिए। अरुणले आफ्नो मन पोख्यो, गुरु, म यो पीडाको भारी बोकेर थाकिसके। मलाई यो कसरी बिसाउने, कृपया बताउनुहोस्। गुरु मुस्कुराए। उनी नजिकैको नदीतिर गएर एउटा ठूलो ढुङ्गा उठाए। त्यो ढुङ्गा अरुणको हातमा राख्दै भने, यो ढुङ्गा 20 मिनेट समात। 20 मिनेटपछि गुरुले सोधे, के यो भारी छ? अरुणलाई हाँस्दै भन्यो, खासै छैन गुरु, सामान्य ढुङ्गा हो। गुरुले फेरि मुस्कुराए। अब यो ढुङ्गा 6 घण्टासम्म समात। अरुण अचम्ममा पर्यो। 6 घण्टा? त्यो त असम्भव छ गुरु, हात दुख्छ, थाक्छ, अन्तत म छोड्नुपर्छ। गुरुले गहिरो स्वरमा भने, ढुङ्गाको तौल त उही हो अरुण, 20 मिनेटमा पनि उही र 6 घण्टामा पनि उही। तर फरक के हो भने जति लामो समय तिमी त्यसलाई समातेर राख्छौ त्यो भारी बन्न थाल्छ। गुरुले उसको काँधमा हात राखे। पीडाको भारी पनि त्यस्तै हो। विगतका गल्तीहरू र चोटहरूको तौल सधैँ उही हुन्छ। तर जब तिमी त्यसलाई निरन्तर मनमा बोकेर हिँड्छौ त्यो असहाय पीडा बन्न जान्छ। समाधान पीडाको तौल घटाउनु होइन, बरु त्यसलाई भुइँमा बिसाउन सिक्नु हो। विगतलाई बिसाऊ अरुण, त्यो तिम्रो शत्रु होइन, तिम्रो शिक्षक हो। अरुणले ढुङ्गा नदीमा बिसायो र उसले महसुस गर्यो भित्र कतै एक हल्कापन, शान्ति र नयाँ सुरुवात। गुरुको स्वर पुनः सुनियो, पीडा त जीवनको हिस्सा हो, तर त्यसलाई आफ्नो परिचय नबनाऊ। तिम्रो पीडा तिम्रो कमजोरी होइन, बरु तिम्रो शक्ति हो, तिम्रो बुद्धिको जग। अरुण मुस्कुरायो। त्यो दिनदेखि उसले विगतको पीडालाई भारी होइन, बरु आफ्नो शक्ति र सिकाइको स्रोतको रूपमा स्वीकार गर्यो।